नमस्कार, हामी आजको यो भिडियोमा कुरा गर्नेछौँ कालिका भगवती माताको मन्दिर र उहाँको मनोरम दृश्य पनि देखाउनेछौँ। बागलुङ कालिका मन्दिर गण्डकी प्रदेशको बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा अवस्थित रहेको छ। बागलुङ कालिका भगवती मन्दिर नेपालकै एक प्रसिद्ध शक्तिपीठ हो। यहाँ नेपाल, भारत लगायत अन्य देशहरूबाट हिन्दू धर्मावलम्बीका भक्तजनहरू आउने गर्दछन्। हिन्दू धर्ममा कालिका भगवतीको महत्त्वपूर्ण स्थान रहेको छ। कालिका मन्दिरको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि चारैतिरबाट साल, सलुन, चिलाउने, कैयो जस्ता ठूला रुखहरूले घेरिएको मनोरम दृश्य देख्न सक्नुहुन्छ। बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिण कालीगण्डकी र काँटे खोलाको दोभानमाथि टापुमा वनभित्र कालिका भगवती मन्दिर अवस्थित रहेको छ। कालिका भगवती मन्दिर जाँदै गर्दा मन्दिरको प्रवेश गेटबाट भित्र प्रवेश गरिसकेपछि मन्दिर आउनुभन्दा पूर्व एउटा स्नान गृह मिल्नेछ। त्यहाँ यस कालिका भगवती मन्दिरबाट करिब 150 मिटर तल रहेको पवित्र कालीगण्डकीबाट ल्याइएको पानी, शुद्ध पानीबाट स्नान गर्न मिल्छ। हेर्न सक्नुहुन्छ स्नान गृह रहेको छ। यस स्नान गृहमा सबै देवीका नामहरू लेखिएका छन्। कालरात्री, महागौरी, सिद्धदात्री, कात्यायनी, स्कन्दमाता, कृष्माण्डा, चन्द्रघण्टा, ब्रह्मचारिणी, शैलपुत्री गरी 9वटा देवीका नामहरू लेखिएका छन्। यी धारा 9वटा देवीका स्वरूप झल्कने मूर्ति स्थापना गरिएको छ। प्रत्येक देवीको मूर्ति मुनिबाट गाईको प्रतिबिम्ब रहेको धाराबाट जल खसालिएको छ। मन्दिर जाँदै गर्दा बीचमा हनुमानको मूर्ति र पूजास्थल पनि देख्न सकिन्छ। अब हामी कुरा गरौँ यो कालिका भगवती मन्दिरको इतिहासको बारेमा। यस मन्दिरको इतिहासमा पनि उल्लेख रहेको बताइन्छ। पर्वतका राजा प्रतापी नारायण मल्लले विक्रम सम्वत 1590 राज्यारोहण गरेका थिए। उनको विवाह 1591 पाल्पाकी रानी मणि मुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले माझी देवीलाई पनि दाइजो स्वरूप बुबासँग मागेर ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजा दम्पतिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था पनि मिलाएको किताउने छ। मन्दिरको छेउमा शिवलिङ्ग र गणेशजीको पनि स्थापना गरिएको छ। मन्दिर परिसरमा उत्तरतिर बोका, कुखुरा, सुँगुर, डाँगो, परेवा बलि दिने छुट्टै व्यवस्था पनि गरिएको छ। मन्दिरको 4 दिशामा 4 ढोका रहेका छन्। मन्दिरको पूर्वी ढोका भने कहिल्यै पनि खोलिन्न। खोलेमा नाग प्रकट हुने र अनिष्टको खतरा हुने भनाइरहेको छ। मन्दिर जीर्ण रहेको बेला 1992 उक्त ढोका खोल्दा त्यस्तै भएको विश्वास रहँदै आएको छ। कालिका भगवती मन्दिरको गर्भगृहमा एउटा चौका उठाउने र त्यस चौकामाथि उत्तर र दक्षिण गरेर लहरेसँग माटोका 3वटा अर्धगोलाकार भुङ्गा पनि उठाइएको छ। त्यसमाथि अर्को एउटा तह फेरि उठाएर कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ। बागलुङ कालिकाको दर्शन गर्न देशभरिका विभिन्न दर्शनहरू बागलुङ पुग्ने गर्दछन्। सडक मार्ग हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न जाने छिमेकी मुलुक भारतका दर्शनार्थीहरू पनि कालिका भगवती मन्दिर दर्शन गर्ने गर्दछन्। यो मन्दिरमा वर्षको 2 पटक चौथे दशैँ र बडा दशैँमा नियमित पूजा हुन्छ, जसलाई सरकारी पूजा पनि भनिन्छ। बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन बाहेक वर्षैभरि दर्शनार्थीहरूको चहल पहल रहने गरिन्छ। माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने भएकाले 2 महिना दर्शनार्थीहरूको भिड कम हुने गरेको छ। शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा गरिने विश्वास गरिन्छ। कालिका भगवतीको विश्वास राखेर पूजापाठ गर्नाले उनी प्रसन्न हुन्छन् र फल प्राप्त हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ। बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरूको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ। मन्दिर दर्शन गरी जानेहरू विशेष गरी पुत्र नहुनेलाई पुत्र लाभ, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकाहरूलाई उचित वर वधु मिल्ने र परीक्षामा सफलता समेत मिल्ने मनोकामना रहेको विश्वास गरिन्छ। मन्दिर अवस्थित जङ्गल बीचमा कालीगण्डकी नदी झर्ने बाटो छ। त्यो बाटोमा एउटा बाफ आउने दुलो छ। त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती माता बाघमा चढी कालीगण्डकी नुहाउन जाने किंवदन्ती रहेको छ। राति जागरण बस्ने कतिपय भक्तजनहरूले देवी बाघमा चढ्दै गरेको देखिको अनुभूति बताउने गर्दछन्।
पूर्वमा काँटे खोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिर निर्माण गरिएको छ। मन्दिरको वरिपरि साल, सलुन, चिलाउने, कैयाँ, ठुल्ठुला रुखहरूले घेरिएको छ। बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिण कालीगण्डकी र काँटे खोलाको दोभान माथिको टापुमा वनभित्र कालिका मन्दिर अवस्थित छ। हामी सबै मिलेर कालिका भगवती माताको यो सामग्रीलाई सबै मिलेर सेयर गरौँ र कालिका भगवती माताले हामी सबैको रक्षा गर्नुहुनेछ। कालिका भगवती माताले सबैको रक्षा गरून्। धन्यवाद। यस्तै सामग्री देख्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।